ओके, यो क्वेसन के भन्दाखेरि राइट द इम्पोर्टेन्ट फिचर अफ लेगेन्ड्रे ट्रान्सफर्मेसन एन्ड युज इट टु अब्टेन हेमिल्टन क्यानोनिकल इक्वेसन अफ मोसन भनेको छ। सुरुमा त लेगेन्ड्रे ट्रान्सफर्मेसन भनेको के हो, त्यसको फिचर्सहरू के हो भन्नु पर्यो थ्योरी, त्यसपछि त्यसलाई युज गरेर हेमिल्टन क्यानोनिकल इक्वेसन अफ मोसन निकाल्नु पर्यो हैन। अब सुरुमा के जानौँ भन्दाखेरि लेगेन्ड्रे अथवा यसलाई ल्याग्रेन्ज ट्रान्सफर्मेसन पनि भनिन्छ। सो लेगेन्ड्रे अथवा ल्याग्रेन्ज ट्रान्सफर्मेसन भनेको के हो त भन्दाखेरि द लेगेन्ड्रे ट्रान्सफर्मेसन इज अ म्याथमेटिकल प्रोसेस युज टु स्विच द भ्यारिएबल्स अन विच अ फङ्सन डिपेन्ड्स। के भनेको छ, लेगेन्ड्रे ट्रान्सफर्मेसन इज अ म्याथमेटिकल प्रोसेस, एउटा म्याथमेटिकल प्रोसेस हो जसले चाहिँ भ्यारिएबलहरू स्विच गर्छ हैन, कुनै पनि फङ्सनको भ्यारिएबलहरू स्विच गर्छ। अब इन क्लासिकल मेकानिक्समा यसले के गर्छ त भन्दाखेरि इट ट्रान्सफर्म्स द ल्याग्रेन्गियन जसको कम्पोनेन्ट्स भनेको जेनरलाइज कोअर्डिनेट्स, जेनरलाइज भेलोसिटी र टाइम हुन्छ, विच डिपेन्ड्स अन जेनरलाइज कोअर्डिनेट्स क्युआई एन्ड भेलोसिटिज क्यु डट आई इन्टु द हेमिल्टोनियन। अब यसलाई केमा चेन्ज गरिदिन्छ, हेमिल्टोनियनमा चेन्ज गरिदिन्छ, जसको कम्पोनेन्ट्सहरू चाहिँ के हुन्छ त जेनरलाइज कोअर्डिनेट्स, जेनरलाइज मोमेन्टम एन्ड टाइम हुन्छ हैन। अब त जेनरलाइज मोमेन्टमलाई चाहिँ केले डिफाइन गरेको हुन्छ भन्दाखेरि पिआई इक्वल्स टु डिएल बाई डेल क्युआई डटले डिफाइन गरेको हुन्छ। अब हामी यो लेगेन्ड्रे ट्रान्सफर्मेसनको इम्पोर्टेन्ट फिचर्सहरू लेख्छौँ। इम्पोर्टेन्ट फिचर अफ लेगेन्ड्रे ट्रान्सफर्मेसन के छ भन्दाखेरि चेन्ज अफ इन्डिपेन्डेन्ट भ्यारिएबल, इन्डिपेन्डेन्ट भ्यारिएबलहरूलाई चेन्ज गरिदिन्छ। जस्तै क्युआई डट र टी छ भने यहाँ अब के गरिदियो त, यो इन्डिपेन्डेन्ट भ्यारिएबललाई पिआईमा चेन्ज गरिदियो। डिफाइनिङ द हेमिल्टोनियन हैन, लेगेन्ड्रे ट्रान्सफर्मेसन युज गरेर हामीले हेमिल्टोनियनलाई डिफाइन गर्न सक्छौँ। कसरी भन्दाखेरि हेमिल्टोनियन एच इक्वल्स टु समेसन ओभर आई अफ पिआई क्युआई डट माइनस ल्याग्रेन्गियन। अर्को भनेको प्रोभाइड फर्स्ट order डिफरेन्शियल इक्वेसन व्हाइल Euler-Lagrange इक्वेसन आर सेकेन्ड order इन क्युआई, हेमिल्टन फर्मुलिजम्स गिव्स अ सेट अफ कपल्ड फर्स्ट order इक्वेसन, यसले फर्स्ट order इक्वेसन दिन्छ। अर्को लास्ट भनेको के छ, सिमेट्री बिट्विन क्युआई एन्ड पिआई। द हेमिल्टोनियन फ्रेमवर्क ट्रिट्स पोजिसन एन्ड मोमेन्टा अन इक्वल फुटिङ, जसले गर्दाखेरि के हुन्छ भन्दाखेरि ओपनिङ द डोर टु एडभान्स फर्मुलेसन लाइक क्यानोनिकल ट्रान्सफर्मेसन एन्ड पोइजन ब्राकेट हो। यसले लेगेन्ड्रे ट्रान्सफर्मेसनले गर्दाखेरि हामीले एडभान्स फर्मुलेसन जस्तै कि क्यानोनिकल ट्रान्सफर्मेसन र पोइजन ब्राकेटहरू अब्टेन गर्न सक्छौँ। अब हाम्रो यहाँ सेकेन्ड पार्ट यहाँ क्वेसनमा के भनेको छ भन्दाखेरि युज इट टु अब्टेन द हेमिल्टन क्यानोनिकल इक्वेसन अफ मोसन। सो त्यसलाई स्टार्ट गरौँ। सुरुमा के गर्ने त, अब हामी हेमिल्टन क्यानोनिकल इक्वेसन निकाल्न सुरु गर्ने है त। त्यसलाई कहाँबाट निकाल्न सुरु गर्ने भन्दाखेरि सुरुमा हेमिल्टोनियनलाई लेख्ने। हेमिल्टोनियनले अघि नै भनेको थियौँ हामीले कसरी लेख्न पाइन्छ, समेसन ओभर आई युआई पिआई क्युआई डट माइनस एल। अब फेरि एचलाई एच लेख्ने, यो जस्ता त्यस्तै लेख्ने। एल भनेको के को फङ्सन हुन्छ, क्युआई डट र टी को फङ्सन हुन्छ। सो लेट अस कन्टिन्यू फ्रम देयर। ओके, हामीसँग के थियो भन्दाखेरि एच इक्वल्स टु समेसन ओभर आई पिआई क्युआई डट माइनस ल्याग्रेन्गियन इज द फङ्सन अफ क्युआई डट टी थियो भने अब हामी के गर्छौँ, दुईतिर डिएच लिन्छौँ हैन, डी अपरेटरले अपरेट गर्छौँ। अब यसमा त गर्दाखेरि के हुन्छ भन्दाखेरि डिपिआई सुरुमा यसमा अपरेट गर्ने भयो, यो जस्ता त्यस्तै हुने भयो, प्लस पिआई जस्ता त्यस्तै हुन्छ। अब सेकेन्डचोटिमा क्युआई डटमा अपरेट गर्छ डीले, माइनस सो ल्याग्रेन्गियन ले कसरी अपरेट गर्छ त यसमा भन्दाखेरि समेसन आई डिएल बाई डिक्युआई इन्टु डिक्युआई प्लस डिएल बाई समेसन डिएल बाई डिक्यु डट आई इन्टु डिक्युआई डट प्लस डिएल बाई डिटी ओभर डिटी। सो अब के गर्छौँ भन्दाखेरि हामी रिएरेन्ज गर्छौँ है त। नाउ रिएरेन्जिङ, अब कसरी रिएरेन्ज गरिन्छ भने डिएचलाई जस्ता त्यस्तै लेखिन्छ। अब हामी के गर्न खोज्छौँ भन्दाखेरि लेट अस राइट दिस एज इट इज क्युआई डिपिआई प्लस माइनस प्लस सुरुमा यही लेखौँ ल, प्लस सिग्मा आई पिआई डिक्युआई। अब यसले ब्राकेट खोल्छ है त। अब के गरौँ भने सिमिलर, जस्तै यहाँनिर डिक्युआई डट छ, अर्को डिक्युआई डट भएको यो टर्मलाई सँगै लेखौँ है त। भनेपछि माइनस प्लस के हुन्छ, माइनस समेसन ओभर आई डेल एल डिभाइडेड बाई डेल क्युआई डट डिक्युआई डट। ल यसलाई र यसलाई सँगै लेख्यो।
अब यसलाई लेख्दिम माइनस समेसन ओभर आई dl by dqi dqi अब यो फेरि माइनस प्लस माइनस dl by dt dt यो ठीक छ अगेन dh इक्वल्स टु यो सेम लेखौं qi डट dpi हैन अब यो दुईटा टर्ममा हामीले यहाँ dqi टर्मलाई कमन लिनु पर्ने हुन्छ सो समेसन i यहाँ pi छ माइनस यहाँ के बच्छ dl डिवाइडेड बाइ dqi डट सो बाहिर के कमन आउने भयो dqi डट सो अरुलाई जस्ता त्यस्तै छोडिम समेसन ओभर i del l dqi dqi माइनस dl बाइ dt dt है अब हामीलाई के थाहा छ भने वी नो यो कमन लिनको कारण के हो अब थाहा पाइन्छ जस्तै pi लाई ल्याग्रेन्जियनमा कसरी डिफाइन गरेको हुन्छ भन्दाखेरि dl बाइ dqi डट हो यसरी डिफाइन गरे हुन्छ हैन भनेपछि यो pi को ठाउँमा के हुने भयो त dl बाइ dqi डट हुने भयो हैन भनेपछि यहाँको र यहाँको टर्म के हुने भयो सेम हुने भयो त्यो हुन भनेको क्यान्सल आउट भएर यो होल टर्म के हुन्छ त 0 हुन्छ यो टर्म भ्यानिश हुन्छ हैन त्यसो भए अब dh लाई कसरी लेख्न मिल्यो त यसलाई लेख्ने समेसन i qi डट dpi माइनस यो टर्म समेसन i dl डिवाइडेड बाइ dqi dqi माइनस dl बाइ dt dt यो भयो अब यो स्टेजमा पुगेपछि हामी यहाँ ल्याग्रेन्ज इक्वेसनलाई फेरि एकचोटी मेन्सन गर्छौं युलर ल्याग्रेन्ज इक्वेसन सरी युजिङ युलर्स ल्याग्रेन्ज इक्वेसन युलर ल्याग्रेन्ज इक्वेसनले के भन्छ भन्दाखेरि टाइम डेरिभेसन dl by dq dot i minus dl by dqi equals to 0 हैन अब यो भनेको के हो त यहाँ हेर्न सक्छौं हामी dl by dqi डट भनेको हाम्रो के हो त pi हो सो dy dt यहाँ के हुने भयो pi हुने भयो यो यता आउँदाखेरि के हुन्छ dl by dqi हुन्छ अब pi को टाइम डेरिभेसन भनेको अफ कोर्स pi डट इक्वल्स टु dl by dqi सो dl डिवाइडेड बाइ dqi छ यहाँ त्यसो भए यो dl डिवाइडेड बाइ dqi भएको ठाउँमा हामी के लेख्न पाउने रहेछौं pi डट लेख्न पाउने रहेछौं त्यसो भए फेरि लेखौं dh इक्वल्स टु समेसन i qi dpi माइनस समेसन i यो dl बाइ dqi को साटो के लेख्ने अरे pi dqi माइनस dl बाइ dt डेल्टा t अब त्यो ल्याग्रेन्जियनलाई ह्यामिल्टोनियनको टर्ममा लेखौं है त सबै ल्याग्रेन्जियनहरुलाई ह्यामिल्टोनियनको टर्ममा लेखौं के हुन्छ भन्दाखेरि dh बराबर चाहिँ समेसन i अब यो qi डट लाई ह्यामिल्टोनियनमा लेख्नु पर्यो भने हामीलाई थाहा छ dh बाइ dpi लेख्छौं हामी त्यसरी नै यो dpi भनेको dpi नै भयो सिमिलरली माइनस समेसन i यो pi लाई ह्यामिल्टोनियनमा लेख्दाखेरि dh डिवाइडेड बाइ d सरी यहाँ pi डट थियो सो pi डट लाई ह्यामिल्टोनियनको केसमा लेख्दाखेरि के हुन्छ नेगेटिभ dh डिवाइडेड बाइ dqi हुन्छ त्यसरी नै यहाँ नेरी dl बाइ dt भनेको के हो माइनस dh बाइ dt हो बाहिर dt छ है अब त्यसो भए कम्पेयर गर्ने हो भने बाइ कम्पेयरिङ हामीले के देख्न पायौं त भन्दाखेरि यो qi को साटो के आयो qi को साटो dh बाइ dpi आयो त्यसरी नै pi को साटो के आयो त माइनस dh बाइ dqi आयो so these are the required Hamilton's canonical equation of motion so easy one सजिलै डिराइभ हुन्छ यो